अब तपाईँ एउटा भविष्य वक्ताको रूपमा एउटा ज्योतिषीको रूपमा भन्नुहोस् देशको राजनीति कता जान्छ? यो देशको भविष्य अब उज्जवल हुँदैछ। कसरी उज्जवल हुँदैछ भविष्य? हजुरलाई मैले यति कुरा म आज यो नेसनल टेलिभिजनबाट यति कुरा म सारा जतिले यो भिडियो हेर्दै हुन्छ मेरा दाजुभाइ दिदीबहिनी जति पनि पहिलो भविष्यवाणी गर्न चाहन्छु। 2081 सालभित्रमा नेपालमा गणतन्त्र समाप्ति भएर राजतन्त्रको स्थापना हुन्छ। यो मेरो नेपालमा भविष्यवाणी। गणतन्त्र सफल हुन्छ कि समाप्त असफल? हुन्छ, असफल हुन्छ। कसरी असफल हुन्छ गणतन्त्र? जनताले ल्याएको होइन? 2062-63 सालको जनआन्दोलनमा जनतालाई लाखौं झुक्क्याएको, जनता सडकमा आएर गणतन्त्र आएको होइन? जनतालाई झुक्क्याएको, लोकतन्त्र आएको होइन? जनतालाई झुक्क्याएको, जनताले ल्याएको होइन। बिचारा उनीहरू गणतन्त्र जनताको नासो होइन? होइन, बिल्कुलै होइन। यो त विदेशीको पासो हो, जनताको नासो होइन। त्यसो गणतन्त्र जान्छ? जान्छ। राष्ट्र संस्था कहिले फर्कन्छ? 2081 साल भित्रमा फर्किन्छ। कसरी फर्कन्छ नेपालमा? जनताले फालेको जसरी राष्ट्र गएको थियो त्यसरी फर्किन्छ। जनता राष्ट्र संस्थाको पक्षमा छैन? 2081 साल नसकिँदै चैत महिनाको अन्तिम गते म यही टेलिभिजनमा आएर यही रिपिट टेलिकास्टका साथमा म इन्टरभ्यू दिन्छु। हजुरसँग